आज म साउदीमा पहिलोचोटि बनाउँदा जाँदैछु चटपट। अरूले पनि बनाए होलान् तर यो मैले बनाएको हो। के तपाईलाई लाग्छ कि मैले नेपालको जस्तो मिठो बनाउन सक्छु? हेरम सबै सामग्री त नेपालको जस्तै छ, त्यसो भए चटपटे पनि नेपालको जस्तै हुन्छ होला। र यो पत्ता लगाउने एउटा मात्रै तरिका छ, यसलाई बनाएर हेर्ने। मैले यति दामी चटपटे बनाउँदा बनाउँदै दाइले डोसा बनाउन सुरु गर्नुभयो। दाइ नेपाली नै हो तर डोसा कस्तो बन्छ होला। त्यसपछि चटपटेमा खुर्सानी हाले र त्यसपछि आलु काटेर पनि हाले, त्यसपछि अरू चिजहरू हाले जुन चटपटेमा हाल्छन्। के तपाईलाई थाहा छ म साउदी आएको 1 वर्ष हुन लाग्यो र अझै 1 वर्ष बाँकी छ नेपाल आउन। अब हाम्रो चटपटे लगभग तयार पनि हुन लाग्यो, बस यसमा धनिया छर्किन मात्रै बाँकी छ। र हेर्नु यो चटपटे यो कति दामी छ, नेपालको जस्तो छ त भन्न मिल्दैन तर पनि यो मिठो छ। अब हेरम दाइले बनाएको डोसा। अहिले मैले त भन्न मिल्दैन किनकि मैले डोसा अहिलेसम्म खाएको छैन। आजको लागि यति। भिडियो मन पर्यो भने पानको पात दिन सक्नुहुन्छ।